हेलो गाइस, वेलकम ब्याक टु माई अनदर भ्लग। सो म चाहिँ आज उठेर होइन बिहानतिर हातमुख धोएर नुहाएर चाहिँ स्कुल जान लाग्छु। आज चाहिँ शुक्रबार हो, त्यही भएर मैले हाउस टेस्ट लगाएको छु। सो अहिले चाहिँ म स्कुल जान्छु ड्रेस सेस लगाएर चट्ट लगाएर होइन। पछि चाहिँ आउँछु हजुरहरूलाई। म आज दिउँसो काले रेस्ट हेर्नु होला भिडियोलाई चाहिँ अन्तिमसम्म। अहिले चाहिँ सो स्कुल जान्छु किनभने स्कुलमा मोबाइलको पर्मिसन छैन गाइस। मोबाइल स्कुलमा बनाउँथेँ। सो त्यही गाइस मैले चाहिँ कपडा लगाएर सकिसक्यो होइन। जुत्ता सब लगाएको, चिसो चाहिँ एकदमै नै पार्गन्जमा। सो अब चाहिँ मलाई ढिलो भइसक्यो कलेज जानलाई। ल ओके। कलेज गएर आएको, अहिले चाहिँ एकदम बोर लागेर नोट बनाउन बाँकी छ मेरो। मैले चाहिँ नोट बनाएको छैन। बाहिरतिर टक्क घाम लाग्छ होइन, चिसो मौसममा घाम लागेको समयमा गाइस एकछिन चाहिँ भोक लाग्छ होइन, त्यही भएर हामी पपकर्न भुटेर खाँदैछौँ आज। गाइस सुरु भइसक्यो। गाइस मैले चाहिँ होइन नास्ता खाएर सब बसिसकेँ। अब एकछिन चाहिँ मैले होमवर्क सबै सकिसकेको छु नि त, त्यही भएर एकछिन बोर पनि लाग्छ। अनि ड्रइङ बनाउँछु, ड्रइङ बनायो भने एकछिन मोड फ्रेस हुन्छ। ड्रइङ बनाउनको लागि मैले चाहिँ एउटा पेपर लगेको छु, व्हाइट पेपर। त्यति महँगो चाहिँ होइन, सस्तै हो। अनि त्यसको लागि इरेजर चाहिएको छ मलाई, अनि पेन्सिल चाहिँ यो लगेको छु, भर्खरै किनेर ल्याएको आएको, धेरै समय भएको छैन। यो पेन्सिल युज गरेको छु। सो आज ड्रइङ चाहिँ म लिपको बनाउनेवाला छु। हजुरहरूले हेर्नु होला कस्तो हुन्छ। A few moments later. मैले चाहिँ अब बनाइसकेँ, लगभग 1 घन्टा जति लाग्यो मलाई। फर्स्ट टाइम बनाएको थिएँ नि त मैले, फर्स्ट ड्रइङ बनाएको छु। अब चाहिँ म लगभग रेगुलर नै बनाउनेवाला छु। फर्स्ट टाइम मैले लिपको लागि बनाएको, कस्तो छ हजुरहरूले चाहिँ हेर्नु होला होइन। सो यो चाहिँ मेरो लिपको फर्स्ट ड्रइङ हो। अनि मैले चाहिँ यो पेन्सिलबाट युज गरिरहेको छु होइन। लगभग 7 बज्नु लागिसक्यो। सो म चाहिँ अब एकछिन खाना पकाउँछु। मैले चाहिँ अब रोटी हालेर भइसक्यो होइन। अब म चाहिँ खान्छु होला। सो गाइस मैले चाहिँ खानासाना खाएर सकिसकेँ होइन। अब चाहिँ म ब्लगलाई एडिट गर्छु। आजको भिडियोमा यति नै। आजको भिडियो कस्तो लाग्यो, हजुरहरूलाई मन पर्यो भने लाइक गर्नु होला, र कोही च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ।